भात खुवाइमा भात खुवाइ आउँछ भात खुवाइ चाहिँ होइन यस्तो अनि यो सँगसँगै के यो सुत्केरी बार्ने पनि भन्छ नि हाम्रोमा त धामीहरूले 22 दिन बार्छ त्यो होइन सुत्केरी बार्ने पनि गर्थ्यो कि त्यो चाहिँ बाहुनहरूले भनेको हो कि जमिन मर्छ गरे त्यो दिन काम पो नगर्नु गोरु पो नजोत्नु भन्ने यो बाहुनहरूले लिएको रीति होला होइन त्यो पनि गर्थ्यो हो कि त्यो पनि गर्थ्यो तर त्यो सुतक बार्ने भन्थ्यो कि तर त्यो बाहुनको रीति हो कि त्यो पनि गर्नु त गर्थ्यो अब त्यसको बादमा 6 महिना पुगेपछि 6 महिना नपुगिन्जेल भात केही पानी नखुवाउनु भन्ने पनि मैले सुनेको हो अहिले वैज्ञानिकले त्यो भनेको छ 6 महिनासम्म नानीलाई केही पनि नखुवाउनु है आमाको दुध बाहेक भनेको हुन्छ नि त्यो पनि थियो हाम्रो रीति नखुवाउनु 6 महिना पुगेपछि मात्रै भात खुवाउने भात खुवाइ होइन जाया पुग्नु होइन भात खुवाइ हुन्छ अब भात खुवाइ भन्दाखेरि त्यो के गरे यसो चुरा सुराहरू पनि कोही फलाम सलामको के को कमाएर पनि लगाइदिन्छ आगे पनि छुटेछ यहाँ कन्दनी बान्ने होइन कन्दनी बान्ने यहाँ कल्ली लगाइदिने यहाँ पनि लगाइदिने हात पाउ त्यो धागोको चुरा नानीहरू त्यो अघि नौरानमै त्यो चाहिँ त्यो पनि होइन अब कति कुरो छुटिहाल्छ धागो चाहिँ कुन खालको कलरको लाउँछ होइन कलर त मैले देखिनँ त्यही याद गरिनँ पहिलो बार लाउँथ्यो होइन सेतै बाटेर लाउँथ्यो अहिले चाहिँ तपाईँको चाहिँ कालो लाउनु पर्छ भन्ने पनि कुरा आइरहेको रहेछ नि त हाम्रो चाहिँ के लाउँथ्यो हाम्रो दुमी संस्कारमा चाहिँ विशेष गरी यो हाम्रोमा पनि अलग अलग छ क्या कोही ठाउँ के गर्ने कोही ठाउँ के गर्ने दुमी संस्कारमा पनि हुनु चाहिँ एउटा मान्छेलाई हामीले बाँधेको छ चिन्चुलाले मात्रै पुरा राईहरूलाई चिन्चुलाले मात्रै एकता पारेको छ सबैले चिन्चुला गर्छन् तर गर्ने विधि अलिक भिन्दै छ हगि तर नयाँ बाली नै चढाउँछन् सबैले चढाउँछ भात खुवाइमै जाउँ हजुर भात खुवाइ तपाईँको अब 6 महिना पुगेपछि भात खुवाइ हुन्छ हो कि अब भात खुवाइ हुँदाखेरि उसलाई त्यस्तै नै हो कि अब लुगा फाटा पनि अब लगाइदिनै पर्यो हो कि लगाइदिनै पर्यो अनि भात पकाउनु पर्यो अब भात पकाएर चाहिँ सबसे पहिला कसैको बजेले खुवाउँछ कसैले आमाले खुवाउनुपर्छ खास गरी पैसाको रुपियाँको ढक्काले उगाएर ल नानी आजसम्म तिमी भगवान् देवता थियौ होइन भगवान् परमेश्वर जस्तो थियौ आज तिमीलाई भात अनाज खुवाएर तिमीलाई मानव बनायो है भन्दै खुवाउनु मान्छे बनायो यो भाषामा चाहिँ कसरी भन्छ भाषामा पनि भन्छ अब आफ्नो खिका होइन मिनु अब मान्छे बनाएर भनौँ न कि मुकुका मिनु मुकुका तम्जा याक्तुमे याक्तमै भन्नुपर्छ याक्नु भन्छ त्यो खुवाउनुलाई त होइन मलाई खुवाउनु भयो हुन्छ कि खुवाउनु भनेर मान्छे बनायो हाम्रो होइन मिनु मुकुमे भन्नु पर्यो नि त्यसरी भन्दै खुवाउनु पर्छ आजदेखि मानव बनायो भात खुवाएर अनाज खुवाएर मान्छे बनायो है तिमीलाई भन्दै खुवाउनुपर्छ आशीर्वाद दिनु पर्यो होइन त्यो आशीर्वाद त भनिरहने कुरो पनि छैन है अनि यसमै अलिकति जस्तै नौरानमा चाहिँ तपाईँको कुखुरा भाले काटेर तपाईँको उयस पनि शिर ठडाउने पनि गर्छ नि यो गर्नुको कारण त्यो पनि छ नौरानमा आमालाई होइन त्यो कुखुरा अलग्गै यहाँदेखि काटेर टाउको चाहिँ ठडाएर भात पनि चुली बनाएर त्यो भातको माझमा ठडाएर नौरानमा भाले ठाडो टाउको पारेर खुवाउनुपर्छ आमाले खानुपर्छ त्यो खुवाउनुको कारण नानीको टाउको लुलो नहोस् भनेर भनेको छ होइन नानीको गर्दन सिधा दर होस् भनेर आमाले खानुपर्छ त्यो भन्ने भनाइ छ त्यो पनि छ होइन तर त्यो चाहिँ नौरानमै गर्ने कुरो हो त्यो पनि अघि भन्नु भुलिएछ त्यो कुखुराको टाउको भातमा ठडाएर दिनुपर्छ आमालाई अनि त्यो अब तपाईँको त्यो नानीहरूले भात खुवाइ चाहिँ अब त्यही हो आजसम्म तिमीलाई अनाज नखुवाइकन भगवान् शरीर परमेश्वर शरीर थियो आजदेखि तिमीलाई अनाज खुवाएर मानव बनायौँ मान्छे बनायौँ है भन्दै भात पैसाले खुवाउनु पर्यो अब त्यसको बादमा तपाईँको अब 5 वर्ष 4 वर्षमा होइन छोरी छोरा छुट्याएर गर्छ नि आफ्नो आफ्नो तरिकाले छोराको कति वर्षमा गर्छ 5 वर्षमा भनेको छ छोरालाई चाहिँ छोरीलाई खै 3 कि 4 भनेको छ होइन त्यो जतिमा गरे पनि हुन्छ होला नै होइन अनि त्यो चाहिँ लुगा लगाइदिने हो छोरीको गुन्यु चोला गर्दा के गरिन्छ अनि छोरीलाई त गुन्यु चोला भनिन्छ हो कि
गुनिचोलाई उसको आफ्नो ड्रेस हजुर लुगा दिनु हो, त्यो चाहिँ कपडा ओढाइदिएर होइन। हजुर त्यो पनि अब किराँती बनाउनु, बस राई किराँती बनाउनु, आफ्नो आफ्नो वस्त्र दिएर, जातीय वस्त्र दिएर होइन, आफ्नो किराँती राई रदु बनाउनुको लागि लुगा कपडा ओढाइदिनु। भनेपछि रदु बनाउनेको लागि नै गुनेचोला दिने गुनिचोला कुरा आफ्नो चाहिँ आफ्नो हो कि टोपी दौरा सुरुवाल यस्तै नै हुनु त अब गर्दै आएको। दौरा सुरुवाल पनि मैले सुन्दा चाहिँ अब गोर्खालीहरूले पहिला लगाएको भनेको सुन्छु, तर पनि हाम्रो त कस्तो खालको ड्रेस थियो हो कि। अब हामीले समेत पनि चोले भोटो भन्थे लाउँथ्यौँ, छोरा मान्छेले त्यस्तो त ड्रेस त बस ठुटे चोलै हो, छोरी मान्छेको चोलै हो, त्यस्तै टना हुन्थ्यो तुना होइन, यति यति ठुटे त्यस्तै लाइन्थ्यो। छोरा मान्छेले पनि त्यही हो, त्यस्तै लाइन्थ्यो। लामो सुरुवाल पनि बनाउँथ्यो नै, तर अब एक साल बनायो अहिले बनायो भने 1 वर्ष त खपाउनै पर्ने, अर्को लुगा फेर्नु नपाइने। अनि छोरा मान्छेको चाहिँ दोकाङ्सा पनि भन्छ नि, कपालको कुरा हुन्छ छेउर चाहिँ कपाल काट्नु, केस काट्नु, दोकान होइन त्यो हौ त्यो हो, त्यो त्यही त छुट्यो कति होइन। कपाल फ्याँक्नु, लुगा लगाइदिनु हो कि। त्यो कपाल तर चाहिँ कसले यो कपाल फ्याँक्दिन्छ? फ्याँक्नु पनि यो पछिबाटै बनेको जस्तो मलाई लाग्छ हो कि। बा होइन पनि भन्छ कसैले, अब कहाँसम्म कहिलेदेखि चलन, तर हामीले चाहिँ देखियो त्यो होइन। कपाल काटी पठाउनु त्यो पनि अब यो बाहुन्थ्यो अरे कहाँ, त्यो पनि छोरा मान्छेले दामलाले गाईको दामलाले बाँधेर किला गाडेर त्यहाँनिर केस काट्नुपर्छ। एउटा कन्या केटीले टपरामा केस थाप्नुपर्छ, त्यो केस एउटै पनि भुइँमा झरेको हुनु पर्दैन, माथि माथि नै काटेर टपरोमा लानुपर्छ होइन। अन्त त्यही कन्या केटीले नै पर फुलबारी कहीँ चोखो ठाउँमा लगेर राखिदिनु टपरैसित। आएपछि त्यो कन्या केटीले यसो दक्षिणा गर्नु होइन। त्यो कपाल कसले काट्दिने कि? कपाल चाहिँ मामा यता भेना जुजुवाई पर्नेहरूले काट्छ भने मामाले काटिदिनुपर्छ खास गरी।